भाग 1 परिचय। के तपाईलाई थाहा छ? पछिल्लो 6 महिनामा मात्रै नेपालले 9 खर्बभन्दा बढीको सामान विदेशबाट आयात गरेको छ। पेट्रोलियमदेखि मोबाइलसम्म र चामलदेखि तरकारीसम्म हाम्रो अरबौं रुपैयाँ बाहिरिरहेको छ। तर के तपाईले यसभित्र लुकेको एउटा ठूलो अवसर देख्नु भएको छ? आजको भिडियोमा हामी चर्चा गर्दैछौँ नेपालको आयातको वास्तविकता र तपाई कसरी एउटा सफल उद्यमी बन्न सक्नुहुन्छ। भाग 2 तथ्याङ्क। तथ्याङ्क अनुसार हाम्रो व्यापार घाटा झन्डै 8 खर्ब पुगेको छ। हामी सबैभन्दा धेरै पैसा पेट्रोलियम पदार्थमा खर्च गर्छौं। त्यसपछि गाडी, मोबाइल र फलामको पालो आउँछ। अचम्मको कुरा त के छ भने कृषि प्रधान देश भएर पनि हामी अर्बौंको चामल र तरकारी आयात गरिरहेका छौं। यो तथ्याङ्कले एउटा कुरा प्रष्ट पार्छ, नेपालमा बजार छ तर उत्पादन छैन। भाग 3 अवसर। यही ग्याप नै नयाँ उद्यमीका लागि सुनौलो मौका हो। यदि तपाई व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यी 3 क्षेत्रमा ध्यान दिनुहोस्। पहिलो, आयात प्रतिस्थापन। जुन सामान हामी विदेशबाट ल्याउँछौं त्यसलाई नेपालमै बनाउने सानो उद्योग। दोस्रो, आधुनिक कृषि। प्रविधिको प्रयोग गरेर व्यावसायिक तरकारी र फलफूल खेती। र तेस्रो, नवीकरणीय ऊर्जा। पेट्रोलको आयात घटाउन विद्युतीय गाडी र सोलरको व्यापार। भाग 4 सरकारी नीति। अहिले सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भन्सारमा छुट र सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको छ। विशेष गरी प्रविधि र निर्यातमुखी व्यवसायका लागि करमा ठूलो सहुलियत छ। त्यसैले अहिले लगानी गर्ने सही समय हो। भाग 5 निष्कर्ष। देश बनाउन विदेश जानु पर्दैन। यहाँका